सङ्गिनी सुई लाउन भनेर आज यसको कुकुरहरूको मेडिकलमा ल्यायो। अरूले त भन्नुहुन्छ कि सङ्गिनी सुई लाउनुहुन्न, पाप लाग्छ अनि कुकुरलाई बच्चा जन्माउन दिनुपर्छ भने। जन्माउन दिएको त अस्ति बच्चा जन्माउने भयो, कस्तो राम्रो। अनि बच्चा जन्माउँछ भनेको त कहाँबाट उनी 81 त्यो बच्चा जन्माउने बेलामा त पेट हलुङ्गो भयो, के भएर हलुङ्गो भयो भने यो त कहाँ बच्चा तुहायो भने त्यो कहाँको बच्चा तुहाउने, यसको त पेटैमा बच्चा मरेछ। 2 महिनाको यसको पेटमा 2 महिनाको त्यो सडेको बच्चा निकाल्यो। अब यस्तो हुन्छ हालत, यो सुदिन बच्चा बिगार्छ। अब कसरी बच्चा पाउनु दिने? यस्तो छ हालत। हेर न रिक्सामा दिनभरि पनि यस्तै सुत्ने, रातभरि पनि यस्तै सुत्ने, त्यही धेरै सुतुवा भएर यसको बच्चा मर्या हो। एकछिन भोक लाग्यो, एकछिन बाहिर गएर खायो, दिसा पिसाब गर्यो, फेरि आयो, फेरि सुत्यो। बस सुत्ने मात्रै काम छ। अनि त यसको बच्चा मर्छ के अरे। यहाँ जाने अटोमा जाने, अटो हेर, अटो आछ कि नै, अटो हेर त हाँ